अब प्रमुख प्रतिपक्ष र प्रतिपक्षमा रहेका अन्य दलहरूले जे माग राखिरहेका छन् त्यो विषयवस्तुलाई सरकारले सम्माननीय प्रधानमन्त्रीज्यूले खास गरी गहिरोपूर्वक थप संवाद पनि गर्नुपर्छ, सुन्नु पनि पर्छ। प्रमुख प्रतिपक्षको र प्रतिपक्षी दलहरूको कर्तव्य नै हो सरकारको सन्दर्भमा केही पनि विषयवस्तु कमजोरी अनुभूति भयो भने त्यसबारेमा प्रश्न पनि उठाउने, त्यो बारेमा सरकारलाई घेर्ने, सरकारलाई दबाब दिने प्रतिपक्षीय कर्तव्य नै हो। त्यस हिसाबले अहिले संसदमा प्रतिपक्षले राख्दै गरेको विषयवस्तुको सन्दर्भमा सबभन्दा बढी गम्भीर भएर प्रधानमन्त्रीले नै सुन्ने, सरकारले नै सुन्ने कर्म गर्नुपर्छ। सँगैमा भिजिट भिसा प्रकरणको सन्दर्भमा मलाई भन्नु के छ भन्दाखेरि भने यो अत्यन्तै गम्भीर घटना भएको छ। जे बाहिर आएको छ त्यसअनुसार सोझा सरल नेपालीले बाहिर जाँदै गर्दाखेरि उनीहरूमाथि चाहिँ आर्थिक रूपमा चाहिँ जे प्रकारको व्यवहार भएको छ त्यो व्यवहार अत्यन्तै गम्भीर भएको छ र चर्चामा आएअनुसार अनुसन्धानको क्रममा सुनिएअनुसार यो अलि लामो समय अगाडिदेखि नै भइआएको थियो। त्यसैले भिजिट भिसा प्रकरणको सन्दर्भमा गहिरोसँग अनुसन्धान हुनुपर्छ। यसमा जो कर्मचारी होलान्, यसमा अनुसन्धान गर्नुपर्दा कर्मचारी या मन्त्री या नेता कोही पनि हुनुहुन्छ जो पनि भने यसलाई चाहिँ गहन अनुसन्धान गरेर जानुपर्छ, पहिलो कुरो। दोस्रो कुरो, यो सन्दर्भमा गाँसिएको विषय चाहिँ गृहमन्त्रीको राजीनामासँग सम्बन्धित बनाएको छ। अब अनुसन्धान गर्दै गर्दाखेरि अख्तियारले यदि कुनै निश्चित उजुरीको आधारमा या कानुनी भाषामा सो मोटो भन्छ, सार्वजनिक रूपमा चर्चा परिचर्चा भएको कुराको आधारमा यदि मन्त्री उप पनि यस सन्दर्भमा अनुसन्धान भइरहेको छ भने स्वाभाविक छ कि मन्त्रीले पत्याग गर्नुपर्छ। तर तपाईँ हामी सबैले जानिरहेकै कुरो, मिडियाका साथीहरूले लेखिरहेकै कुरो, यो अनुसन्धान अख्तियारले गरिरहेको छ र अख्तियारले गरिरहँदै गर्दाखेरि चाहिँ मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन् अथवा एयरपोर्टमा रहेका कर्मचारीहरू छन्। कर्मचारीमाथि अनुसन्धान हुँदै गर्दाखेरि जो माथि अनुसन्धान भइरहेको छ अनुसन्धानको कुरोलाई सबैभन्दा बढी केन्द्रित त्यहीँ गर्नुपर्छ। अनुसन्धान गर्दै गर्दा अनुसन्धानले लहरो तान्दै गर्दा पहरो तान्दै गर्दा गृहमन्त्रीको टेबलमा पुग्छ भने स्वाभाविक छ गृहमन्त्रीले त्यस बेलामा छोड्नुपर्छ भन्ने विषय आउँछ। अन्यथा हालकै अवस्थामा चाहिँ गृहमन्त्रीले राजीनामा दिनु मुनासिब देखिँदैन। अब यसो हो, मुनासिब नमुनासिबको कुरै भएन। विश्वप्रकाश शर्मामाथि उजुरी पर्ने अनि तपाईँमाथि छानबिन हुने त हुँदैन नि। विश्वप्रकाश शर्मामाथि उजुरी पर्ने, विश्वप्रकाशको छोरा या छोरी पक्राउ पर्ने भन्ने हुँदैन। त्यसकारण अहिले के भन्दाखेरि भने अघिल्लो गृहमन्त्रीजीसँगको कुरालाई गाँसेर अलिकति आवेग प्रकट हुन खोजे जस्तो संसदमा मैले देखेको छु। अघिल्लो पटकभन्दा अहिले अलिकति फरक कुरा छ। अघिल्लो पटक पोखरामा पूरक उजुरी परेको विषय थियो सम्बन्धित गृहमन्त्रीजीको नाममा। अहिले गृहमन्त्रीजीकै नाममा कुनै उजुरी परेको अवस्था हो भने त्यसलाई त्यही कोणबाट हेरौँ, त्यसरी उजुरी परेको देखिँदैन। दोस्रो कुरो, अघिल्लो गृहमन्त्रीजीको पालामा अनुसन्धान कसले गरिरहेको थियो सहकारी ठगीको सन्दर्भमा भन्दा सिआइबीले गरिरहेको थियो। सिआइबी को अन्तर्गत पर्दछ भन्दा नेपाल सरकारको गृहमन्त्रीजी अन्तर्गत, गृह मन्त्रालय अन्तर्गत। अहिले भिजिट भिसा प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ भन्दा होइन। कसले अनुसन्धान गरिरहेको छ भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले। अख्तियार दुरुपयोग अनुसन्धान आयोग गृह मन्त्रालय अन्तर्गत पर्छ भन्दा पर्दैन। त्यस हिसाबले मैले जम्मा यति मात्रै टिप्पणी गर्नु छ, उजुरी जो व्यक्तिहरूमाथि परेको छ त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनु पर्यो। अनुसन्धान गर्ने क्रममा लहरो तान्दै गर्दा पहरो जान्छ भन्ने जुन छ नि, यदि त्यो हो रहेछ भने त वर्तमान गृहमन्त्रीजी त्योभन्दा अगाडिका मन्त्रीहरू पर्नुहुन्छ भने पनि प्रधानमन्त्रीसम्म पुग्छ भने पनि कानुनको जे कारबाहीको दायरा हो त्यो दायरामा सबै आउनुपर्छ। त्यहाँ कमल थापाको पक्राउ होस्, त्यहाँ चाहिँ दर्जनौँ युवाहरूलाई माथिको आक्रमण होस्, महिलाहरूमाथिको चाहिँ पुरुष प्रहरीहरूबाट भएको आक्रमणको कुरा होस्, त्यो ज्यादतीको होस्, त्यो त सार्वजनिकै छँदैछ। मैले धेरै भन्नै पर्दैन। मैले अरू बेला पनि भनिसकेको छु कि यो सरकारले जति पनि ज्यादतीहरू गरिराखेको छ, निषेधित क्षेत्र घोषणा गर्नेदेखि लिएर आक्रमण गर्ने, यहाँ गर त्यहाँ नगर भन्ने जुन गरिराखेको छ त्यसले यो लोकतन्त्र गणतन्त्र उदाङ्गो भएको छ। यसले हामीलाई थप बल पुर्याएको छ, थप हामीलाई चाहिँ शक्ति प्रदान गरेको छ। अरू थप व्यवस्थित भएर हामी गणतन्त्रवादी भन्दा पनि त्यो वाइसिएल भाइहरूलाई चाहिँ मैले भन्न चाहन्छु
उहाँहरू भ्रममा हुनुहुन्छ, भ्रमबाट मुक्त हुनुपर्छ। 62-63 अगाडिको जनयुद्ध ताकाको उहाँहरूले जनयुद्ध भन्नुहुन्छ नि, त्यो ताकाको समय अब छैन, समय बितिसकेको छ। त्यो भ्रममा नपर्न म चाहिँ आग्रह गर्छु। त्यो ढङढङ्गी उहाँहरूले त्यहाँ व्यक्त गर्नुभयो, त्यसप्रति चाहिँ नि मैले कुनै आक्रोश व्यक्त गर्नु मैले उहाँहरूलाई के भन्छु भने तपाईँ भ्रमबाट मुक्त हुनुहोस् भन्छु। र त्यसमाथि पनि अझ बेसी म प्रचण्डलाई आग्रह गर्न चाहन्छु, यो त्यस बेलाको तपाईँको समय छैन, अहिले जनता जागेको समय छ र तपाईँको भ्रमजालबाट मानिसहरू मुक्त भइसकेको अवस्था छ। त्यस कारणले हिजोकै जस्तो मानिसलाई तर्साएर आफ्नो मुनि राख्न सकिन्छ भन्ने कुराबाट तपाईँ चाहिँ अलग हुनुहोस् र सुध्रिनुहोस् भनेर भन्न चाहन्छु। यो केवल हामी प्रचण्ड अथवा कुनै व्यक्ति कुनै दलको विरुद्ध होइन, देशमा गणतन्त्रको नाममा जुन लुटतन्त्र कायम भएको छ त्यसको विरुद्ध लडिराखेका छौँ र त्यो क्रममा जो अगाडि आउँछ त्यससँग जनताले प्रतिवाद गर्छन्। हाम्रो मुख्य शत्रु भनेको अहिलेको चाहिँ गणतन्त्र नामको चाहिँ नि जुन लुटतन्त्र हो त्यो नै हो, कुनै व्यक्ति कुनै पार्टी होइन। तर कुनै व्यक्ति पार्टीले यो मेरै हो र मैले यसलाई प्रतिवाद गरिनँ भने मेरो लुटतन्त्रको अन्त्य हुन्छ र भोलि मैले जेल जानुपर्छ भने प्रतिवाद गर्न खोज्छ भने त्यो जनताको जातोमा प्रहरी र प्रशासनलाई म अपिल गर्न चाहन्छु, तपाईँहरूले संविधान ऐन कानुनको पालना गर्ने हो, तर संविधान विपरीतका कामहरू जो आज सरकारको तर्फबाट भएको छ, अहिले यो निषेधित क्षेत्र घोषणा गर्नु, प्रदर्शनमा प्रतिबन्ध लगाउनु भनेको संविधान विपरीत काम हो। संविधानको धारा 17, 270 को 1, 2 र 74 को चाहिँ नि 274 को विपरीत काम हो। किनभने यो संविधानको धारा 270 ले कुनै पनि राजनैतिक पार्टीले कसैले पनि आफ्नो राजनैतिक दर्शनको मान्यता प्राप्तिको लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउँछ र त्यसमा प्रतिबन्ध लगाउन पाइँदैन र त्यस्तो प्रतिबन्ध लगाउने कानुन बनाउनु भनेको चाहिँ संविधान विपरीत हुन्छ भनेर भनेको छ। यो अहिले त्यही काम सरकारको तर्फबाट भएको छ। यो निषेधित क्षेत्र घोषणा गर्नु, हामीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिनु भनेको संविधान विपरीत काम हो। त्यसै गरेर धारा 270 को 2 ले के भनेको छ कि सबै मानिसले एउटै राजनीतिक विचार मान्नुपर्छ, एउटै दर्शन मान्नुपर्छ भनेर त्यो अनुसारको कानुन बनाउन पाइँदैन, त्यस प्रकारको निर्देशन र आदेशहरू जारी गर्न पाइँदैन, त्यो संविधान विपरीत हुन्छ र त्यस्तो खारिज हुन्छ भनेर भनेको छ। त्यसकारणले यो निषेधित क्षेत्र संविधान विपरीत हो, हामीले शान्तिपूर्ण प्रदर्शन गर्दा गर्दै। त्यसकारण यस्ता संविधान विपरीत कामहरू सरकारी तलब खाएर, जनताको तलब खाएर प्रहरीले पनि पालना गर्नु हुँदैन, कार्यान्वयन गर्नु हुँदैन र सिडिओले तत्काल यस प्रकारको कामबाट पछाडि हटोस् भन्ने म आग्रह गर्छु।